गरिबीबाट सफलता। नमस्ते, मेरो नाम प्रकाश विश्वास। कठिन परिस्थितिबाट उठेर सफल बनेको व्यक्तिको कथा। गरिबीबाट सफलता। सङ्घर्षले जन्माएको उज्यालो भविष्य। नेपालको एउटा सानो गाउँमा प्रज्वल विश्वास नामको केटा बस्थ्यो। उसको परिवार निकै गरिब थियो। बुबा दैनिक ज्यालादारी काम गर्नुहुन्थ्यो भने आमा घरमै सानो काम गरेर परिवार चलाउनुहुन्थ्यो। कहिलेकाहीँ त 2 छाक खाना जुटाउन पनि मुस्किल पर्थ्यो। प्रज्वल विश्वास सानो उमेरदेखि नै पढाइप्रति निकै लगनशील थियो, तर गरिबीका कारण उसले धेरै चुनौतीहरू सामना गर्नु पर्यो। ऊ बिहानै उठेर पत्रिका बाँड्थ्यो अनि विद्यालय जान्थ्यो। बेलुका घर फर्किएपछि बुबा आमालाई सहयोग गर्थ्यो। विद्यालयमा उसका साथीहरूसँग नयाँ किताब र राम्रो कपडा हुन्थे, तर प्रज्वलसँग त्यस्तो केही थिएन। तैपनि उसले कहिले हार मानेन। ऊ भन्थ्यो, आज म गरिब छु, तर भोलि मेरो मेहनतले मेरो पहिचान बनाउनेछ। एक दिन विद्यालयमा छात्रवृत्तिको परीक्षा भयो। प्रज्वलले दिनरात मेहनत गरेर पढ्यो। अन्ततः उसले त्यो परीक्षा पास गर्यो र सहरको राम्रो विद्यालयमा पढ्ने मौका पायो। सहरमा जीवन झन कठिन थियो। उसले होटलमा सानो काम गर्दै आफ्नो खर्च चलायो र पढाइलाई निरन्तरता दियो। धेरै वर्षको सङ्घर्षपछि प्रज्वल इन्जिनियर बन्न सफल भयो। आज प्रज्वल विश्वास सफल व्यक्ति बनेको छ। उसले आफ्नो गाउँमा विद्यालय निर्माण गरिदिएको छ ताकि अरू गरिब बालबालिकाले पनि राम्रो शिक्षा पाउन सकुन्। सन्देश: गरिबी कहिल्यै स्थायी हुँदैन। मेहनत, धैर्य र दृढ इच्छा शक्ति भए जीवन परिवर्तन गर्न सकिन्छ।